लोकल सुँगुर पकाउँदैछु र आज चाहिँ नखरियाइकन पकाउँदैछु जेली टाइपको ग्रेभी टाइपको पानी हाल्दै यहाँ देख्न पनि सक्नुहुन्छ खासै खर्याएको छैन यसरी हेर्नु त यहाँ अब यसमा म साग र धनियाँ कटिङ गरेर लाउँछु हल्का सुप लाउँछु अनि रेसिपी तयार हुन्छ धेरै बेर पकाउनु हुँदैन साग यो आफै हल्का गलिहाल्छ यहाँ दुई खालको धनियाँ छ जङ्गली धनियाँ र घरको अर्ग्यानिक धनियाँ यही हो जङ्गली धनियाँ अब हल्का ग्रेभी लदक्क बनाएपछि रेसिपी रेडी हुन्छ रेसिपी अनि मेरो भिडियोलाई लाइक गरिदिनु होला शेयर गरिदिनु होला धन्यवाद।